मैले यता लालमटिया भन्ने ठाउँमा छु र आज मसँग भएको अनुभव साँच्चै निराशाजनक छ। मैले पञ्चकोशी ज्वाला यातायात प्रणालीको टिकट काउन्टरबाट 4360 नम्बरको रोबोट एसी गाडीको टिकट काट्दा खानासहितको टिकट भनेर पैसा तिरेँ। काउन्टरमै भनियो बाटामा खाना हुन्छ, तर अब जब गाडी खाना खाने ठाउँमा रोक्यो त्यहाँ गाडी स्टाफले सिधै भन्यो हामीलाई थाहा छैन, यहाँ खाना हुँदैन भनेर। त्यो क्षणमा महसुस भयो मलाई सिधै झुक्काइएको थियो भन्ने कुरा होइन। पैसा तिरेर लिएको सेवा नपाउनु साधारण कुरा होइन, यो सिधै ग्राहकमाथिको अन्याय हो। यात्रा गर्दा हामी टिकटमा लेखेको कुरामा विश्वास गर्छौँ, तर यस्तो व्यवहारले त्यो विश्वास नै तोडिन्छ। अब प्रश्न मात्रैको होइन, यदि आज मलाई यस्तो भयो भने अरू कति यात्रु यसरी झुक्काइएका होलान्। सम्बन्धित कम्पनी र निकायले यस विषयलाई गम्भीर रूपमा लिनुपर्छ। यात्रुलाई भ्रममा पारेर सेवा नदिनु स्वीकार्य हुन सक्दैन। आजको मेरो अनुभवले एउटा कुरा सिकायो, अब टिकट काट्दा केवल कुरा होइन, प्रमाण र स्पष्टता खोज्न हामीले जरुरी छ। यही पछाडि मेरो उभिएको गाडी हो, म आएको होइन। यही गाडीमा चाहिँ मलाई त्यसरी झुक्काउने काम भयो। सायद म मात्रै होइन होला, अरू पनि हुनुहुन्छ होला जसलाई झुक्काइएको छ। अब उहाँहरू बोल्नु भएको छैन होइन। मलाई त चित्त बुझेन, मैले चाहिँ बोलेँ है। यहाँ पछाडि यो गाडी हो, एकपटक आउँदाखेरि चाहिँ मलाई सेवा मिलेको थियो, राम्रै थियो सर्भिस, त्यही भएर नेक्स्ट टाइम आउँछु भनेर यसमा आएँ म। यो पटक आउँदा चाहिँ मलाई यसमा झुक्क्याए जस्तै भयो होइन। उहाँदेखि बसल्दा चाहिँ खानासहित भनेर टिकट काटेर म आएँ, तर यहाँ आइसकेपछि चाहिँ हुँदैन छैन खाना भन्ने जस्तो कुरा राख्नुभयो उहाँहरूले। पछि मैले आफैले पैसा तिरेर खाना खाएँ। यसरी यात्रु झुक्काउने काम चाहिँ नगर्नु होला, म सम्बन्धित निकायलाई भन्न चाहन्छु। यो व्यवस्थापन समितिले यस कुरालाई चाहिँ राम्रोसँग ध्यान दिनु होला।